हेलो एभ्रिवान, नमस्ते, वेलकम टु नेब्री चिटिङ सो। आज पनि म आइसकेको छु बिल्कुलै नयाँ भिडियो लिएर। आशा छ हजुरहरूलाई मन पर्नेछ। म चाहिँ एकदम स्वस्थ छु, एकदम हेल्दी छु। आशा छ हजुरहरू पनि हेल्दी हुनुहुन्छ होला। आई होप एकदम इन्जोय गर्दै हुनुहुन्छ होला आफ्नो लाइफ, आफ्नो जीवन, आफ्नो खाना है स्पेसल्ली भन्दै। एकदम जाडो छ, एकदम ख्याल गर्नु होला। आफ्नो चिसोमा जोगिनु होला, तातो तुतो बनाएर खानु होला, फ्यामिलीसँग सँगसँगै रमाउनु होला भन्दै भन्दै अब चाहिँ मसँग के छ त्यो सेयर गरौँ है त। आज मसँग रहेछ बिरयानीको राइस है, मटन बिरयानीको। अनि यता ग्रिन चिल्ली, यता रहेको छ आलु र यो चाहिँ के भन्छ फर्सी हो है। अनि यसमा ग्रिन पिस पनि मिसाएको छ। अनि यो चाहिँ बङ्गुरको सेकुवा देख्न सक्नुहुन्छ, है बङ्गुरको सेकुवा हो। अनि यताबाट रहेको छ दाल फ्राई। पिउनुको लागि मसँग रहेको छ यता पानी रहेको छ भने अब चाहिँ खाना स्टार्ट गरौँ है त। मलाई एकदम भोक लागेको अवस्था पनि हो। हजुरहरूले खाना खानुभयो कि खानु भएको छैन? खानु भएको छैन भने आउनुहोस् सँगै खाऊँ है त, इन्जोय गरौँ है त खानालाई। फुडलाई एकदम इन्जोय गर्नुपर्छ। म त एकदम फुड लभर हो, फुडी हो, यो त हजुरहरूलाई थाहा छँदैछ होइन। अब सुरु गरौँ है त। फर्स्ट भाइ खाइला। मिठो छ। एकदम मिठो छ, एकदम मिठो छ। एकदम 3 पिस मिलेको मासु चाहिँ
मलाई आलु खासै मन पर्दैन गाइस है। दुख्यो मिठो गाइस, मिठो एकदम मिठो। दामी एकदम मिठो। सो गाइस मैले चाहिँ आजको भिडियो कम्प्लिट गरिसकेँ, सबै खाएर सकिसकेँ। यता चाहिँ हल्का हल्का आलु मात्र हो, अरू चाहिँ मलाई खासै मन पर्दैन, त्यही भएर छोडेको। कस्तो लाग्यो आजको भिडियो, जस्तो लाग्यो त्यस्तै फिडब्याक दिनु होला। आई होप हजुरहरूले पनि आनन्द लिनुभयो होला हेरेर, मैले खाएर आनन्द लिएँ। भोलिको दिनमा फेरि नयाँ भिडियो लिएर आउनेछु। आजको लागि चाहिँ छुटौँ है त।